नमस्ते सबैजनामा वेलकम टु ठाकुर एफएक्स। धेरै ट्रेडरहरू विन त गर्छन् तर फेरि पनि एकाउन्ट ग्रो हुँदैन। धेरै ट्रेडरहरूले के गर्छ भनेदेखि उसको टिपी चाहिँ हिट हुन्छ तर एकाउन्ट चाहिँ ग्रो गरिरहेको हुँदैन। किनभने किनभने धेरै ट्रेडरहरूको रिस्क रिवार्ड रेसियो रङ हुन्छ। रिस्क रिवार्ड यो तपाईँलाई रिस्क म्यानेजमेन्ट आएन भने तपाईँको एकाउन्ट कहिले पनि ग्रो हुन सक्दैन। यो कुरा यो कुरा पनि मोस्ट इम्पोर्टेन्ट हो। यो कुरामा धेरै ध्यान दिनुपर्छ। स्ट्राटेजी अथवा ट्रेडै विन गरेर हुँदैन। रिस्क एकाउन्ट पनि ग्रो गर्न सक्नु पर्यो र कसरी गर्ने त्यो कुरो पनि आज म भनिरहेको छु आजको भिडियोमा। आज म तपाईँहरूलाई सिम्पल तरिकाले रिस्क रिवार्ड रेसियो कसरी युज गर्ने भन्ने बारेमा सिकाउँछु। यदि तपाईँहरू पनि ट्रेडिङ सिरियसली सिक्न चाहनुहुन्छ भने ठाकुर एफएक्सलाई सब्सक्राइब गर्नुहोला। यहाँ म प्र्याक्टिकल ट्रेडिङ सिकाउँछु र सिम्पल भाषामा सिकाउँछु। त्यही भएर ठाकुर एफएक्सलाई जोइन गर्न नबिर्सिनुहोला। रिस्क रिवार्ड रेसियो के हो? रिस्क रिवार्ड रेसियो भनेको तपाईँहरूले कति रिस्क लिनुहुन्छ, कति प्रफिट टार्गेट हुन्छ त्यो कुरोमा रिस्क रिवार्ड हुन्छ। रिस्क रिवार्ड कति टार्गेट हुन्छ एक्जाम्पल राखौँ, यानि कि तपाईँको $10 को लस छ, एसएल छ $10, टिपी चाहिँ $20 को छ भने 1:2 रिस्क रिवार्ड भइहाल्यो। यो कुरोमा ध्यान दिनुपर्छ है। रिस्क रिवार्ड रेसियो तपाईँहरूले हेर्नु भएन भने तपाईँको एकाउन्ट कहिले पनि ग्रो हुँदैन। बिगनरहरू के गर्छ भने छिटो प्रफिट बुक गर्छन्, धेरै रिस्क लिन्छन्, स्मल रिवार्ड टार्गेट गर्छन्। स्मल टार्गेट रिस्क चाहिँ धेरै लिने अनि टार्गेट चाहिँ सानो राख्ने। यसरी चाहिँ तपाईँको जतिसुकै राम्रो स्ट्राटेजी भए पनि तपाईँको रिस्क रिवार्ड रेसियो ठिक भएन भने एकाउन्ट कहिले पनि ग्रो हुन सक्दैन अनि लङ टर्ममा लस हुन्छ अनि त्यही भएर त्यो लसमा नै कन्भर्ट हुन्छ। त्यही भएर रिस्क रिवार्ड सही राख्नुपर्छ। हाम्रो लाइन के हो भने स्मल रिस्क बिगर रिवार्ड। हामी के गर्छौँ चाहिँ सानो एसएल राखेर ठुलो टार्गेट गर्छौँ। सानो एसएल ठुलो टार्गेट। जस्तै कि हामी के गर्छौँ भनेदेखि जस्तै कि $10 को रिस्क लियो भने $20 टार्गेट गर्छौँ। बेस्ट रिस्क रिवार्ड के हो भनेदेखि रेसियो बिगिनरहरूको मिनिमम 1:2 युज गर्नुपर्छ अनि मात्रै एकाउन्ट चाहिँ ग्रो हुन्छ। रिस्क जस्तै कि रिस्क $1 को हामीले लिइरहेछौँ भने इक्जाम्पलमा भनिरहेको छु, $1 को रिस्क लिइरहेछौँ भने $2 टार्गेट गर्नु पर्यो। एडभान्स ट्रेडर 1:3 पनि युज गर्छन्। 1:3, 2, 4, 5, 6, 7 सबै गर्छौँ, तर म अहिले चाहिँ 1:2 मात्रै होल्ड गर्छौँ। त्यही भएर म इक्जाम्पल हल्का देखाउँछु। जस्तै कि म भन्छु इक्जाम्पलमा प्राइस अहिले 2000 मा हामी एन्ट्री लियो। सपोज 2000 मा एन्ट्री लियो, एसएल छ 1998। 2000 मा एन्ट्री लियो, एसएल छ 1998, टार्गेट हामीलाई 2004 गर्नु पर्यो। 2004 गरेन भने यो हाम्रो ठिक हुँदैन। जस्तै कि अब रिस्क 1:2 त लिनु छ हामीलाई, त्यही भएर 2000 मा एन्ट्री गर्यो भने हामी एसएल चाहिँ 1998 भयो भने टिपी चाहिँ 2004 राख्नु पर्यो। रिस्क $2, रिवार्ड $4, रिस्क रिवार्ड रेसियो 1:2। वाइ इम्पोर्टेन्ट? यो हाम्रो रिस्क रिवार्ड किन इम्पोर्टेन्ट छ भन्ने बारेमा म केही एक्सप्लेन गर्छु। 10 ट्रेडमा 5 ट्रेड लस भयो, 5 ट्रेड विन भए पनि तर 1:2 युज गर्छ भने प्रफिटमा हुनुहुन्छ। तपाईँहरू मानव 1:2 टार्गेट गर्नुभयो भने तपाईँको ट्रेड स्ट्राटेजी 5 पल्ट फेल
10 वटा ट्रेड लिनुभयो, 5 पल्ट फेल भए पनि 5 पल्ट टिपी हिट भए पनि तपाईँ प्रफिटमै हुनुहुन्छ। त्यही भएर 1:2 एकदम इम्पोर्टेन्ट हो। यो चाहिँ होल्ड गर्नुपर्छ, यति चाहिँ रिस्क लिनै पर्छ। रिवार्ड कमन मिस्टेक के गर्छ भनेदेखि नो प्लान, हामी ट्रेड लिनुभन्दा अगाडि प्लान गर्दैनौँ बिजनेस ट्रेडरहरू। त्यही भएर रिस्क रिवार्ड बिग्रिन्छ। इमोसनलमा ट्रेड लिनु हुँदैन। इमोसनलमा क्लोज गर्छन् अनि रिवार्ड रेसियो सानो हुन्छ, रिवार्ड सानो हुन्छ। त्यही भएर होल्ड यसलाई गर्नुपर्छ 1:2। 1:2 तपाईँ फ्लो गर्नुभयो भने तपाईँको सेटअप 5 पल्ट चले पनि 10वटा ट्रेड लिनुभयो यदि तपाईँ भने 5वटा ट्रेड चले पनि 5वटा लस भए पनि तपाईँ प्रफिटमै हुनुहुन्छ। त्यही भएर 1:2 होल्ड गर्नुपर्छ। यदि तपाईँ पनि यस्तो प्र्याक्टिकल ट्रेडिङ सिक्न चाहनुहुन्छ भने सब्सक्राइब गर्न र जोइन गर्न नबिर्सिनुहोला। म विकली यस्तो कन्टेन्टहरू लिएर उपस्थित भइहाल्छु, त्यही भएर सब्सक्राइब गर्न नबिर्सिनुहोला। ट्रेडिङमा रिस्क कन्ट्रोल कसरी गर्ने? पेसेन्सले पेसेन्स राख्नुपर्छ, गुड रिवार्ड रेसियो गर्नुपर्छ, अनि लङ टर्म सक्सेसको की हो त्यो। हामी पेसेन्स डिसिप्लिनले ट्रेडिङ गर्यो भने त्यो लङ टर्मको लागि एकदम ठिक हो। हाम्रो लाइन के हो भनेदेखि गुड रिस्क रिवार्ड स्मार्ट ट्रेडर। त्यही भएर हामी यस्तो 1:2 होल्ड गर्नै पर्ने हुन्छ। अब तपाईँ जेसुकै स्ट्राटेजी युज गर्नुहोस्, त्योसँग केही आपत्ति विपत्ति छैन। तर 1:2 होल्ड गर्नुभयो भने तपाईँको एकाउन्ट धेरै छिटो ग्रो हुन्छ। त्यही भएर हामीलाई 1:2 होल्ड गर्नुपर्छ। यदि तपाईँहरू पनि ट्रेडिङमा इम्प्रुभ गर्न चाहनुहुन्छ भने यो कुरालाई एप्लाई गरेर हेर्नुहोला र लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। ठाकुर एफएक्सलाई सपोर्ट गर्न नबिर्सिनुहोला। नेक्स्ट भिडियोमा म तपाईँहरूलाई बेस्ट एक्जिट स्ट्राटेजी सिकाउँछु, त्यो मिस नगर्नलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त आजको लागि यति नै, धन्यवाद।